नमस्कार साथीहरू, मेरो युट्युब च्यानल शेयर मार्केट नेपालमा यहाँहरूलाई स्वागत छ। लामो समयपछि आज नेप्से 39.13 अङ्कले बढ्न सफल भएको छ। आज टोटल 4 अर्ब 20 करोड बराबरको नेप्सेमा कारोबार भएको छ। आज हाइड्रो पावर सेक्टरका केही स्टकहरू राम्रो प्रफिटमा देखिएका छन् भने आज उपकार लघुवित्त र नारायण डेभलपमेन्ट बैंक चाहिँ आज टप लुजरमा परेका छन्। आजको दिनमा सबैभन्दा धेरै टप टर्नओभर हिमालयन रिइन्सुरेन्स, एनआरआईसी, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, नारायणी डेभलपमेन्ट बैंकहरूको देखिएको छ। हामी नेप्सेलाई टेक्निकल एनालाइसिस चार्टबाट हेर्छौँ भने आजको दिनमा एउटा मार्केटले राम्रो पर्फर्म गरेर एउटा बुलिश क्यान्डल बस्न सफल भएको छ। आजको मार्केट ओपनिङ 2580 को लेभलमा भएर एउटा सपोर्ट जोनबाट मार्केटले चाहिँ आज बाउन्स ब्याक लिन खोजेको देख्न सक्छौँ। सपोर्ट लगाएर हेर्छौँ भने मार्केटको नजिकैको सपोर्ट 2580 छ। आज 2580 लाई टच गरेर मार्केट माथि फर्किएको छ र योभन्दा तलपट्टि मार्केट झर्छ भने 2545 को लागि एउटा सपोर्ट लाइन लिन सक्छौँ। भने मार्केट बढ्दै जाँदाखेरि नजिकैको रेसिस्टेन्सलाई चाहिँ 2665, 2764 र त्योभन्दा माथि 2930 को लेभल आसपासमा चाहिँ एउटा रेसिस्टेन्स हुन आउँछ। पछिल्लो समय लगभग 6-7 महिनादेखि चाहिँ नेप्से साइडवेज फ्रेममा बस्न सफल भएको देख्न सक्छौँ हामीहरू। यहाँ अघिल्लो र्यालीमा झन्डै 20% को करेक्सन दिएको थियो भने यसपालि चाहिँ 11% भन्दा धेरैको करेक्सन आइसकेको छ र आज मार्केटले पोजिटिभ सेन्टिमेन्ट देखाएको छ। भोलिका दिनहरूमा नेप्से सँगसँगै कारोबार रकममा पनि केही वृद्धि हुँदै जान्छ भने आगामी दिनमा नेप्से बढेर जाने सम्भावना चाहिँ धेरै रहेको देख्न सक्छौँ। पछिल्लो समय मार्केट सेप्टेम्बरदेखि मार्केट यो अहिलेको लेभलसम्म साइडवेज छ। लामो लङ टर्मको लागि सोचेर लिनुहुन्छ भने यतिखेर चाहिँ बेस्ट प्राइसमा चाहिँ स्टकहरू आइरहेको छ। तपाईँहरूले त्यो कुराहरू चाहिँ ख्याल गरेर लिनुभयो भने चाहिँ राम्रो देखिएको छ। विभिन्न इन्डिकेटरहरूबाट हेर्छौँ भने आरएसआई, मनी फ्लो इन्डेक्स र एमएससिडीबाट हेर्छौँ भने आरएसआई 30 को लेभलबाट माथि फर्किएको छ। आज 38 को लेभलमा आइसकेको छ। मनी फ्लो इन्डेक्स 12 को लेभलमा छ। मनी फ्लो इन्डेक्स 20 भन्दा तल ज्यादातर दिन रहन सक्दैन। त्यो कारणले गर्दा मार्केटमा छिट्टै बाउन्स ब्याक हुने सम्भावना धेरै रहेको छ। एमएससिडीमा भने हिस्टोग्रामहरू अझै नेगेटिभ लाइनमै देखिएको छ। आगामी दिनमा चाहिँ नेप्से बढेर जाने उम्मेद गर्न सक्छौँ। नेप्से घटेर आउने भन्दा बढेर जाने सम्भावना चाहिँ धेरै छ। नेप्सेले राम्रो करेक्सन दिइसकेको छ। आगामी दिनमा नेप्से बढेर जाने सम्भावना ज्यादा देखिएको छ। लङ टर्मलाई लगानी गर्ने हिसाबले सोच्नु भएको छ भने बिस्तारै बिस्तारै एकुमुलेसन गरेर ल्याएर आउन चाहिँ सक्नुहुन्छ। तपाईँहरूले आफ्नो स्टक हेरेर एकुमुलेसन गरेर आउने चाहिँ समय बेस्ट भएको छ। तपाईँहरूको एउटा सेयरमा लगानी गरेर राम्रो मुनाफा आर्जन गर्न सक्ने एउटा बेस्ट अपर्च्युनिटी पनि हुनसक्छ यो तपाईँहरूको लागि। तपाईँहरूले कुनै पनि स्टकमा एकैचोटि बाई नगरेर पार्सियल रूपमा थोरै थोरै इन्ट्री गरेर आउनुभयो भने चाहिँ मार्केट घट्दा पनि र बढ्दा पनि तपाईँहरूलाई दुईटैमा पोजिटिभ प्लस पोइन्ट हुन्थ्यो। पार्सियल रूपमा इन्ट्री गर्दै आउनुभयो र पार्सियल रूपमै सेलिङ गर्दै जानुभयो भने तपाईँहरूले सेयर मार्केटमा नाफा चाहिँ अवश्य पनि कमाउनुहुन्छ। त्यो हिसाबले चाहिँ लाग्नु होला भन्न चाहन्छु। बस आजलाई यति गर्न चाहन्छु। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर सँगै जोडिन अनुरोध गर्दछु। आगामी दिनमा पनि सेयर मार्केट सम्बन्धी विभिन्न विषयहरूमा भिडियोहरू बनाउँदै जानेछु। पछिल्लो समय कार्यव्यस्तताका कारण रेगुलर भिडियोहरू अपडेट गर्न पाइरहेको छैन। त्यसको लागि क्षमा प्रार्थी छु है त। हस्, धन्यवाद।